माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहका लागि आयोगद्वारा माग गरिएको कुल 13,059 दरबन्दीका लागि परीक्षा आह्वान गरिएको हो। परीक्षाका लागि आयोगले प्रत्येक जिल्लाका जिल्ला शिक्षा कार्यालय मार्फत केन्द्रहरूको तय गरेको छ। माध्यमिक तहका लागि माग गरिएको 2,286 पदका लागि 61,620 जनाले आवेदन दिएका छन्। उनीहरूको परीक्षा जेठ 9 गतेका लागि तय गरिएको छ। त्यस्तै निमावी तहका लागि 1,68,184 निवेदकको परीक्षा 10 गतेका लागि तोकिएको छ। यस्तै प्राथमिक तहका लागि निवेदन दिएका 2,50,954 जनाको परीक्षा 11 गतेका लागि तय गरिएको छ। परीक्षा दिउँसो 2 बजेदेखि 5 बजेसम्म हुने शिक्षक सेवा आयोगले जानकारी दिएको छ। यो परीक्षामा हामीले सुरुमा विज्ञापन प्रकाशित गर्दा यो परीक्षाको समय तालिका बिहान 8 बजेदेखि 11 बजेसम्म हामीले तोकेका थियौं र त्यो चाहिँ विभिन्न कारण भन्दा पनि यही समयमा उच्च माध्यमिक शिक्षा परिषदको पनि कक्षा 11 को परीक्षा पर्यो र उहाँको र हाम्रो परीक्षा एउटै केन्द्रमा कतिपय जिल्लामा एउटै केन्द्रमा सञ्चालन हुने हुँदाखेरि दुईटा परीक्षा एउटैमा सञ्चालन हुन नसक्ने अवस्थामा हामीले नै त्यो परीक्षाको समय तालिका परिवर्तन गरेर त्यसलाई 2 देखि 5 बजे काम गरेका छौं। परीक्षालाई मर्यादित बनाउन आयोगले परीक्षा निर्देशिका 2069 समेत जारी गरिसकेको छ। परीक्षाका लागि 18,047 केन्द्राध्यक्ष, 3694 सहायक केन्द्राध्यक्ष, 24,068 निरीक्षक र 73,088 सहयोगी कर्मचारीको व्यवस्था पनि आयोगले गरेको छ। आफ्नो उत्तर पुस्तिकाभित्र आफूलाई चिनाउने, संकेत गर्ने फोन नम्बर अथवा हुन्छ नि त कुनै कुरा यदि लेखेको पाइयो भने त्यस्तो परीक्षाको सिधै आयो परीक्षा एकदम त्यसमा कुनै उसले चिनाउने उसले संकेत कुनै यदि कपीभित्र उसले लेखो मानौ त्यो बाहिर उसको नाम रोल नम्बर लेख्ने ठाउँ बाहेक उसले भित्र आफूलाई चिनाउने कुनै संकेत नि जस्तो हुन सक्छ नि त। त्यस्तो उसले कुनै मोबाइल नम्बर लेख्दा दोहोरो कोड पद्धतिबाट उत्तर पुस्तिका परीक्षण गरिने परीक्षाको लिखित परीक्षाको नतिजा भदौ अन्तिम सातासम्म निकाल्ने आयोगको तयारी छ। सबैभन्दा बढी परीक्षार्थी 27,679 काठमाडौँ र सबैभन्दा कम 379 प्रशिक्षार्थी मनाङमा रहेका छन्। दुवै परीक्षामा उत्तीर्ण शिक्षकलाई असोज अन्तिम साताबाट नियुक्ति दिने पनि आयोगले जनाएको छ। आयोगले परीक्षा सञ्चालनका लागि 9 करोड़ खर्च लाग्ने बताएको छ। परीक्षा दस्तुरबाट मात्रै 30 करोड़ रुपैयाँ संकलन गरेको आयोगले 21 करोड़ रुपैयाँ फाइदा गरेको छ।